लास्ट शट अब कुछ कुद्यो। आज हामी नेपालको ताजा पानीमा पाउने डल्फिनको रहस्य बुझौँ र जानौँ। नमस्कार, म निरपो बोगटी। आज हामी यहाँ गङ्गोत्री नदी भनौँ, यो कुसुम घाट र बर्दुवा फाटाको बिचमा डल्फिन संरक्षण क्षेत्रमा हामी आएका छौँ। आज यो क्षेत्रको विगत लामो समयदेखि नै यहाँ डल्फिन आउने र पाउने कुरा थियो। त्यो विषयलाई हामी आज उजागर गर्न आएका छौँ र प्रत्यक्ष रूपमा डल्फिनलाई पनि हेर्न आएका छौँ। यो डल्फिन गङ्गोत्री नदीदेखि, भारतको गङ्गोत्री नदीबाट यहाँ हाम्रो यतातिर यो जब पानीको बहाव, शुद्ध पानी, सफा पानी, बाढीको मौसममा, यो मनसुन क्षेत्रमा, मनसुनको बेलामा जब उच्च माथिल्लो तहमा पानीको सतह भएको हुन्छ, त्यो अवस्थामा डल्फिनहरू यहाँ आएर खेल्ने गर्छन्। यो क्षेत्र हो। यो क्षेत्रमा डल्फिनहरू आउँदै गर्दा यहाँ संरक्षण गर्ने धेरैजनाहरू हुन्छ। आज तपाईँलाई भजनीको सुन्दर मोहना नदीमा लिएर आएको छु, जहाँ हामी नेपालको सबैभन्दा सुन्दर रोचक वन्यजन्तुको कथामध्ये एउटा कथा मोहना नदी, मोहना रिभरको डल्फिन बारेमा केही कुरा बताउन गइरहेका छौँ। हरेक मनसुनको समयमा स्थानीयहरूले यो दुर्लभ वन्यजन्तु तथा पानीको डल्फिनहरूलाई देख्ने कुरा बताउँदै गइरहेको आजसम्म सुनेका छौँ। तर अझै पनि धेरै प्रश्नहरू बाँकी छन्। त्यसै गरी आज यहाँ प्रश्नहरूको उत्तर खोज्दै आज म स्वयं नै स्थलगत अवलोकन गर्न आएको छु। हाम्रो नदीको संरक्षण गर्नु भनेको दक्षिण एसियाकै सबैभन्दा सङ्कटग्रस्त जलीय प्रजातिमध्येको एक संरक्षण गर्नुपर्ने यो डल्फिन पनि हो। प्रश्नको उत्तर खोज्दै म स्वयं, मसँग मेरो सहकार्य साथी हुनुहुन्छ विक्रम जोशीज्यू, हामीसँग यो डल्फिनको अवलोकन र यहाँको तथ्य कुरालाई उजागर गर्न हामी यहाँ स्थलगत पुगेका छौँ। नमस्ते, मेरो नाम विक्रम जोशी, म भजनीतिङ पढेरी र म यहाँ स्वयं मेरो सहकारी साथी निरपो बोगटीसँग आएको छु र हामी प्रत्यक्ष रूपमा स्थलगत आएर डकुमेन्ट्री बनाइरहेका छौँ। त्यसै गरी म निरपो बोगटी, तपाईँ हेर्दै हुनुहुन्छ म भजनी कैलालीबाट प्रस्तुत यो विशेष डल्फिनको डकुमेन्ट्री। डल्फिन भएको ठाउँमा कुनै